खस्टिने हत्यारा कि राजनेता? प्रश्न तीखो छ। तपाईकै सभापतिको घरबाट नोटको बिटाका बिटा पैसा जले, त्यसलाई चाहिँ तपाईहरूले एआईले बनाएको फेक भिडियो भनेर जुन एउटा भाष्य क्रिएट गरियो, त्यो चाहिँ हामी जनता, सर्वसाधारण नेपाली जनताले कहिलेसम्म पत्याउनु पर्ने हो र कहिलेसम्म पत्याइदिइराख्नु पर्ने हो? त्यस्ता आन्दोलनहरू नेपालमा भइआएका हुन्, केही छिटफुट घटनाहरू भएको हो। जे भनेका थियो त्यही गर्न खोजेको। भनाइ र गराइ नमिल्नेलाई चाहिँ छेपारो भन्छन्। होइन, अब त्यो छेपारो, तपाईँ राजनीतिक दलमा हुनु भएन, तपाईँ पनि यस्तो राजनीतिक दलमा जानु पनि छैन। होइन, तपाईँ पनि राजनीतिक दल खोल्नुहोस्, मन्त्री हुनुहोस्, होइन, मन्त्री हुनुहोस्, त्यसपछि सबैको अभिगत छेपारै हुने हो कि त्यो मलाई थाहा छैन। मैले समृद्ध देश निर्माण गर्ने हो भने मेरो देशको जनताको आर्थिक अर्थतन्त्र बलियो बनाउनका लागि जनशक्ति चाहिन्छ होला नि। क्षुद्र, एकदमै आडम्बर, एकदमै अहङ्कार बोकेको, अरूलाई मान्छे नामक गन्ने र आत्ममुग्धतामा रमेको केपी शर्मा ओलीको नजिक बसिरहनु पर्ने, उहाँलाई बोकिरहनु पर्ने, यो व्यक्तिगत लोयल्टी हो कि राजनीतिक लोयल्टी हो? राजनीतिक लोयल्टी र व्यक्तिगत लोयल्टीमा त फरक अवस्था हुन्छ।